म चाहिँ भर्खर अब हाम्रो त अहिले भर्खर भिडियो बनाएको हैन। मलाई चाहिँ मुखबाङ यस्तो पुरा गर्नु मन पर्छ नि त, खानु मन पर्छ। त्यही कारण चाहिँ मैले एउटा लिएर घरहरु पुसेर कलर लगाइसकेको थियो नि हो। बस सफा गरेको थिएन, अब त्यही गुम्बाको कामले गर्दाखेरि हैन यताउता गर्दै बिच्ची दिदिकै राखेको थिएँ नि त। हिजो ठिक्कै गुम्बाको काम पनि सके, सब ठाउँको पनि सकेर आएर चाहिँ अनि आज चाहिँ घरमै अब घरहरु पुस्नु कति बिजी थियो नि त। त्यही पुसेर कस्तो थाक्यो, पुरा थाकेको टाइममा चाहिँ यस्तोहरू खान्छ रिल्याक्स हुन्छ नि। त्यही भएर मैले टिपेर ल्याएर साग करेन्ट टेरेसमा खाँदै होइन। हिजोको प्रोग्राम पनि कस्तो राम्रो भयो होइन। रिम्बुजी आउनुभएको थियो, हामीले आशिष ब्लेसिङ थाप्यो, मिनिस्टर शङ्कर लामाको मिनिस्टर पनि आउनुभएको थियो, हाम्रो एरिया एमएलए डिप्टी स्पिकर म्याम, टाढो टाढो मान्छेहरू आउनुभएको थियो, पब्लिकहरू बिचारा कतिजना अब इन्भिटेसन नदिएकोहरू पनि आउनुभएको थियो। त्यो हो नि त होइन। मजा आएको थियो हिजो। तर अब हामी चाहिँ रिम्बुजीको खानाहरू बनाउनु थियो कि, त्यही भएर चाहिँ जति सक्दो चाहिँ भिडियोहरू बनायो है। पैसै पाउनु परेन नि, अब रिमेम्बर हुन्छ, हामी एज ढल्दै जान्छ हैन। जम्बरी को बस्छ र यो दुनियाँमा, एज ढल्दै जान्छ। अन्त पहिलाको फोटोहरू देखेर हुन्छ नि अब हामी, मलाई चाहिँ त्यस्तो लाग्छ हौ। मलाई चाहिँ पहिला अनि मलाई चाहिँ त्यस्तो लाग्छ हौ। अब फोटोहरू खिच्यो, भिडियोहरू बनायो, अब रिमेम्बर मतलब हामी अब कति एज ढल्दै जान्छ होइन। पछाडि त्यो फोटो हेर्दा कस्तो हुन्छ है, मलाई चाहिँ त्यस्तो हुन्छ नि। अब पहिलाको म फोटोहरू स्कुलको फोटोहरू हेर्छु कि, साथीहरूसँग भेटघाट भएकोहरू, त्यो फोटोहरू हेर्दा क्या मन नि कस्तो भएर आउँछ भयो त। त्यो फेरि ब्याक अब हुन्छ नि, टाइमले कहिले पर्खिँदैन होइन। मलाई चाहिँ अब स्कुलको लुगाहरू लाउनु कस्तो मनपर्छ। अन्त यो मेरो नानी पनि छ, उसलाई चाहिँ मैले म्यागी दिएको। कतिले चाहिँ सोच्छ नि मैले भिडियोहरू बनाउँदाखेरि फोटोहरू खिच्दा के साह्रो उयो गरेको छ भन्छ नि हो। अब रिमेम्बर जस्ट होइन। पछाडि उनीहरूले पनि हेरोस् न मेरो फोनबाट, मेरो पेजमा गएर होइन, फेसबुकमा युट्युबमा गएर यस्तो डिस्टर्ब गर्दैछ नि होइन। अनि एउटा भन्न चाहन्छु होइन, सबैलाई थ्याङ्क यू सो मच है। मेरो भिडियो हेरिदिन्छ, मन पराइदिन्छ, फेसबुकमा लाइभ गर्दा पनि आएर हेरिदिन्छ। मेरो मनबाट धेरै धन्यवाद। आज चाहिँ घाम मजाले लागेको थियो कि घरहरू पुस्दा त्यो कलर गर्ने कस्तो उयो बनाइरहेको थियो।